आज खायौँ हामीले नेपालको अर्ग्यानिक खाजा के खायौँ भने तपाईँले देखिसक्नुभयो होला। त्यही पनि पुरा भिडियो हेर्नु सबै थाहा हुन्छ। सो हेलो 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 साथीहरू, वेलकम छ मेरो डे 5 मिनी भ्लगमा। सो सबै सन्चै आरामै हुनुहुन्छ होला, म पनि ठिकै छु। सो आज चाहिँ मेरो मर्निङ चाहिँ यति नराम्रो भयो नि, यति नराम्रो भयो, के गर्नु, सधैँ यस्तै हुन्छ। अनि सो मैले चाहिँ अब बिहान आज त हामीले छिट्टै घरको काम गर्न लागेको के बिहानै उठेर मैले झाडुहरू लगाएँ। त्यसपछि चाहिँ बाहिर आँगनहरू चाहिँ सफा गर्नुपर्छ नि, किनकि त्यहाँ गन्दा भएको हुन्छ, भित्रभन्दा पनि बाहिर गन्दा भएको हुन्छ। त्यही भएर चाहिँ मैले गेटको साइड पुरा पोछा लगाएँ हो बिहानखेरि। अनि चाहिँ मेरो हस्बेन्डजी चाहिँ काममा गइजानुभयो कि, नास्ता गरेर चाहिँ काममा गइजानु हो। मेरो लागि चाहिँ ड्राई फ्रुट र स्याम्पूहरू सकेको थियो, मेरो सामानहरू सकेको थियो, मेरो बेबीको लागि तेल के, अनि त्यही भएर तेल सेल ल्याएर जानु हो। अनि चाहिँ यसो छोरीलाई नुहाइदिउँ भनेर सोचेको थिएँ, नुहाइदिउँ भनेर म छतमा पनि आएको थिएँ। यस्तो मुड खराब भयो नि, बिहान उठ्ने बित्तिकै मुड खराब भयो भने चाहिँ दिनभरि मुड खराबै हुँदो रहेछ क्या। मेरो छोरी चाहिँ नुहाउन लाग्यो, यस्तो एक्साइटेड थिएँ। अनि के गर्ने, अहिले एकछिन घाम लाग्यो जस्तो गर्थेँ, मैले चाहिँ फटाफट मेरो बेबीलाई नुहाइदिएँ। अनि मैले चाहिँ मेरो बेबीलाई चाहिँ मैले नुहाइदिन्थेँ हो, सानै मैले चाहिँ नुहाइदिन्थेँ। तपाईँ नुहाउन सक्नुहुन्छ कि नै। त्यसपछि मैले खाजा खाएँ, त्यसपछि मेरो बेबी चाहिँ क्युटी लाग्यो क्या। त्यसपछि एकछिन हामी घाममा सुतेका थियौँ दुईमा छोरी, अनि कुरा गर्दै थियौँ त हामी दुईजना एकछिन सुत्यौँ। त्यसपछि म तल आएर मजाले फटाफट कपडाहरू धोएको थिएँ नि, त्यो कपडाहरू चाहिँ मैले पट्याएर सबै मिलाइसकेँ क्या, किनकि पुतलाहरू पनि मानिन्छ क्या कोटाहरू। त्यो चाहिँ फटाफट मिलाएर यति झ्याउ हुन्छ नि। अनि मेरो चाहिँ यो मेरो हस्बेन्डको लगाएको थियो यो टी सर्ट, कस्तो राम्रो लागेको, मलाई त्यस्तो खुल्ला डुल्ला बहुत धेरै मनपर्छ क्या। अनि मलाई चाहिँ यो कस्तो मानेको छ, कस्तो लागेको छ कमेन्ट गर्नु होला। त्यसपछि चाहिँ हामीले चाहिँ खानासाना खाएर अनि मेरो बेबीको तेल डब्बामा हालेर हामीले चाहिँ चटपटाइ खान लाग्यौँ। अनि देख्न सक्छ नेपाली अर्ग्यानिक खाना चाहिँ यही हो, चटपटे। हाम्रो पापाले चाहिँ शौचालय ल्याउनुभएको थियो, त्यही भएर चाहिँ हामीले आज चटपटे बनायो, कति धेरै दिनपछिको चटपटे खायौँ। सो साथीहरू, म चाहिँ फेरि मेरो बेबीलाई यस्तै बोकेर म चाहिँ खाना बनाउन लागेको छु। साथीहरू, मेरो मिनी भ्लग यहीँ गरेर सकिन्छ। मेरो 6 मिनी भ्लग हेर्नको लागि मलाई फलो गर्नुहोस् र मेरो भिडियोलाई लाइक कमेन्ट गरिदिनु।